महाकर्षण नमस्ते, वेलकम ब्याक टु माई न्यू एनदर ब्लग। आज चाहिँ म धेरै लामो समयपछि फेरि ब्लग लिएर आइरहेको छु, किनभने मेरो टाइमै मिल्दैन, कामहरू हुन्छ। अनि आज चाहिँ बहिनीहरूसँग यता जानु, बहिनी दाइ सबैसँग चाहिँ घुम्न जाँदैछौँ। कहाँ अरे हामी जाने चाहिँ ओकिनावा टाउन। त्यहाँ चाहिँ म कस्तो कस्तो छ त्यहाँ गएर सबै देखाउने छु, हजुरहरूले हेरिदिनु होला। अहिले चाहिँ म स्टार्ट गरेर अहिले फेरि गाडीमै छु है, नानीहरूको गएको थियो, गएको सुताएर अनि आएर फेरि अब हामी केटी मान्छे हो नि त, मेकअप गर्दा गर्दा रुममा स्टार्ट गर्न भ्याएन, त्यही भएर गाडीमै आएर स्टार्ट गरेको छु। सो अब चाहिँ हाम्रो जर्नी स्टार्ट हुन्छ है। हेलो, हामी चाहिँ अहिले बिच बाटोमा पुगेको छौँ। अघि चाहिँ दाजुभाइलाई देखेको थिएन होइन, त्यही भएर अहिले चाहिँ हामी चाहिँ टोटल हामी 5 जना जाँदैछौँ होइन। सो अनि हजुरलाई कस्तो लागेर चाहिँ पहिला जानुभएको भन्ने सुनेको थिएँ, अनि फेरि कस्तो हुँदैछ आफ्नो फ्यामिलीदेखि बहिनीसँग जाँदाखेरि जाडो महिनामा गएको थिएँ, जाँदा जाँदा पानी परिहाल्यो बाटोमा, अब चाहिँ यस्तो मौसम हुन्छ राम्रो छ होइन। बाध्यतामा छ सबै कुरो होइन नभन भिडियोको गाडी त्यस्तै गरेको पनि लाल लाग्छु। अघि त खुब बोल्छु भन्नुभएको थियो त, खोइ त नि बोल्नलाई त के भयो त। हेलो गाइज, है यो मेरो बुढीको चाहिँ के अरे यो भिडियो खुसी हो ए, यो मेरो बुढीको ब्लगलाई चाहिँ होइन सबैले लाइक र सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ ओकिनावा पार्क भित्र चाहिँ पसिन ओकिनावा पार्क होइन, पार्क हो यो, स्टार्टिङ हो। सरी ल, मेरो बोली चाहिँ माथि गएको छ। ओकिनावा वर्ल्ड पार्किङ हो नि यो। ल फाइनल्ली हामी चाहिँ यहाँ आएर पार्किङ गर्दैछौँ। हामी चाहिँ गाडीबाट निस्किसक्यौँ, अब चाहिँ हामी कताबाट जाने? हेलो दाइ, कता जानुभयो? निस्किनु भएन? ल आउनु है। अब चाहिँ हामी ओकिनावा ओल्ड भनेपछि त्यहाँ साई सम्पूर्ण यो ओकिनावा भएको जति पनि जे छ सबै कुरा होला। सकेसम्म चाहिँ म देखाउने प्रयास गर्छु। अब मलाई पनि त्यस्तो नलेज छैन, त्यहीँ गएर है सबैजनालाई। ल हेलो, 1 सेकेन्ड। खै के हो बाबु, तपाईँ उता फर्किनु भयो त? अहिले टिकट लिनको लागि जाँदैछौँ। हेर बसाइ त मरत छ त। हेलो दाइ, बुढी सुकाउनु। हामी चाहिँ अहिले टिकट लिन जाँदैछौँ है, गाडीबाट पार गऱ्यौँ। हेलो ब्युटिफुल लेडीहरू, हेलो ब्युटिफुल ह्यान्डसम बोयहरू यता हेर्नु होला। के भयो, कस्तो राम्रो आयो। यो चाहिँ टिकट काट्ने ठाउँ हो। हुरे ल जाम त सुरुमा त्यसमा छिरेर जाऊँ न अरू घुम्न। यो
खासै यो चढ्नलाई मात्रै टिकट चाहिने रहेछ यो चढ्नलाई मात्रै चढ्ने हो यता देखाउनु न घुम्ने हो कि चढ्ने अब त्यो भित्र के त पुरै देखाएको थिएँ नि अघि मैले फोटो सोधौँ न हामी चाहिँ मलाई देखाउनु न हामी चाहिँ फाइनल्ली टिकट पाएर चाहिँ अब हामी यो पाएको होइन त पहिला लिनु पर्यो अनि त्यसपछि पाएको होइन त भोलि नै रोकिदिनु भयो हजुरले यो टिकट राखेर त सबै हरायो सबै टिकट दिनु हिरै छौ त तिमी अनि अब गर्ने होला नि के भन्छ यसलाई साना ओल्ड वारमा हाम्रो नेपालमा त्यो के भन्छ सुरुङहरू अनि त्यो के भन्छ त्यसभित्र गुफा भन्छ होइन नेपालको जस्तै गुफा जस्तो गएर हामीले हरेक कुरा हेलो गाइज हाई एभ्रीबडी अब हामी यहाँ चाहिँ गुफातिर लाग्यो होइन कस्तो लाग्छ यो लगाएर हाम्रो बहिनी ओकिन आएर 21 डिग्री टेम्परेचर अब बहिनीले अब ओकिन आएर पैसा कमाउनुलाई भन्दा पनि अब घुम्न चाहिँ पाउने भयो पैसा कमाउनु त अब त्यस्तै हुनेवाला जस्तो छ काम चाहिँ अलिक कम छ खालि ल त सुषमा ल हेर लास्ट डेन्जर छ गाइस मान्छेको भिडभाड छ यहाँ हेर गाइजहरू आज पानी सानी परेको होइन मजाको सिजन छ घुम्न आउनलाई नाइट ड्युटी काम गरेर आएको गाइजहरू है गाह्रो छ यो जापानवासीहरूलाई सबै बुढीको इच्छा पुरा गर्नमा धेरै गाह्रो रहेछ जबरजस्ती लिएर हिँडेर चाहिँ आउने इच्छा त रहर कसैलाई हुँदैन लोग्ने मान्छे केटा मान्छेहरूलाई चाहिँ तर परिस्थिति यस्तै पर्दो रहेछ के गरेर बिहाएर उची अब बुढी खुसीको लागि लिएर आउनै पर्दो रहेछ होइन गाइस मेरो व्यथा होइन यो सबै यो जापान आएको चाहिँ सबै केटा लोग्ने मान्छेहरूको चाहिँ स्थिति भने सबै लास्ट डेन्जर ओ माई गॉड God. ओ गाइज यता फर्केर आमामा हाम्रो सुस्मीलाई त उकिन आएको बल्ल आज पस्ता लाखेन जस्तो लागिरहेको ओ किन्टा राखौ त नि कोही गएन अरे हे भगवान् डराएर हेर्छन् त लो ठिक छ ल लगाइ यो टिकटक हेरिसकेपछि कसैलाई यो ठाउँमा घुम्न आउनु मन लागेको छ भने मलाई सम्पर्क गर्नु होला म तपाईँलाई फ्री डेलिभर त होइन साँच्चै फ्री ट्रान्सपोर्टेसन गरिदिन्छु होइन मेरो बिदाको दिन हुन पर्यो म सबलाई घुमाउनु लिएर आइदिन्छु ल तर सबैले सब्सक्राइब गरिदिनु पर्यो कस्तो लागिरहेछ तपाईँहरूलाई होइन तर कमेन्ट बक्समा गएर कमेन्ट पनि गरिदिनु होला No. Oh my God. एकदम खुसी भइरहेछ
दिनदिनै काम हुँदा त यस्तो घुमाउनुपर्छ कि बुढा पर्न त पर्ने यो भित्रभित्रै पानीहरूको मुहान पनि रहेछ वाउ यो हो नि त नेचुरल होइन नेचुरल भनेको यस्तोलाई भन्छ होइन त वाउ handsome. Pani भयो फोटो खिच्नु भयो फाइनल्ली हामी चाहिँ यो गुफाबाट चाहिँ आउट भयौँ है सबैजना एक्जिट भयो नानी यता हेर्नु फाइनली आउट भयो होइन हामीलाई चाहिँ नेपालमा गएको जस्तै फिल भयो जस्तै म एक बिहे गरेर होइन पहाडबाट म नलपरासी पुग्दा चाहिँ यस्तै गर्मी फिल भयो थियो यहाँ यस्तै भएको छ है ओकिनावा वर्ल्डभित्र चाहिँ यहाँ यस्तो छ है माङ्गो फले छैन अनि हजुरले चाहिँ के गर्दै हुनुहुन्छ साना कस्तो भइरहेछ मलाई यहाँ टेस्टको लागि चाहिँ रामेन दिएको छ ल मलाई चाहिँ त्यस्तो धेरै मन पर्दैन कस्तो भइरहेछ एकदमै मिठो रहेछ सोवा पनि तपाईँलाई टेस्टको लागि टेस्टको लागि हो नि त अनि घुम्न बस्ने मान्छे प्ल्याक्रुत भइसक्यो गर्मीले होला पानी प्यास लागेर के सरस्वतीले त गिटार बजाउन लाग्छ यो टाइटानिक भन्ने उस थियो नि यहाँ गिटार रहेछ तर सर्पाको छाडा जस्तो यो ओकिनावाको उस नै यही हो नि त हो नि त प्युठान स्थिर के उसकै रहेछ नि त अनि खाना आउ न तिम्रो यो टाइटानिक उस थियो नि उयो हो कि जहाज हो पछाडि हेर न यिनीहरू यस्तोकोबाट पठाएको रहेछ सम्झनु यो ओकिनावाको भाडाहरू के को भाडा के गर्नु के गाडी यता हो नि त टाइटानिक जहाज हो पहिलेको डुङ्गा क्या पुरानो डुङ्गा नि त यहाँ म्युजियम त हो नि त होइन यो ड्रेस हो साडी यहाँको ड्रेसमा सायद मेरो बुढालाई बेला बेला मलाई यस्तै तपाईँलाई यस्तै फिल हुन्छ होला होइन ऊ यहाँ हेर डेन्जर यसले नखरे के तपाईँलाई बेला बेला यस्तै जाउँ ल यो चाहिँ के भन्नु उपचार भन्ने कि के माछाले चाहिँ खुट्टा खुवाइरहेछन् साह्रै नलाउ ओ माई गड ल यस्तो पो हो त तर 5 मिनटको चाहिँ 600 रुपियाँ रहेछ क्या पैसा चाहिँ धोबी उडाउँछन् खासै यो छोरी मान्छेहरूलाई लिएर चाहिँ आउनु नहुँदो रहेछ पैसा त
छैन भिडियो हेरेर माछाले ल है गाइस कस्तो भयो त ओकिना ओल्ड भित्र गएर नानी तपाईँ पनि दिनुहोस् न त्यस्तै ओ माई गॉड अनि तपाईहरुलाई चाहिँ कस्तो भयो भोक लाग्यो क्या अब खानुपर्छ पार्कमा गएर हामीले खानेकुराहरू बनाएर ल्याएछौँ ल सबै कसैको ल है सबैजना अब गाडीमा चढ्दै हुनुहुन्छ अब चाहिँ हामी फर्किन लाग्यो फर्किन अब Thank you so much for watching my video. यति दिनसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद. लाइक सब्स्क्राइब चाहिँ नभुलिदिनु होला. बाइ बाइ.